आजको वचनको सेवकाईलाई एउटा घटनाबाट सुरुवात गर्न चाहन्छु। अनि त्यो घटना चाहिँ एउटा परिवार जो अति नै दुःख अनि सङ्घर्षबाट गुज्रेर हिँडेको परिवार, जुन परिवारले जीवनमा गरिबीको चरम सीमालाई उनीहरूले देखेको अनि सुनेको अनि अनुभव गरेको छ। त्यो परिवारले एक दिन एउटा विकसित राष्ट्रमा जाने अवसर पाउँछ अनि बाबु र आमा आफ्ना दुई छोराहरूलाई लिएर त्यो विकसित राज्यमा जान्छन्। उनीहरू त्यहाँनिर बसोबास गर्न सुरु गर्छ, उनीहरू मेहनत गर्न सुरु गर्छन्। बाउले दुःख गरेर एउटा एउटा वेयर हाउसमा काम गर्दैछ, आमाले दुःख गरेर एउटा घरहरू सरसफाइ गर्ने काम गरिराखेको छ। दुवैजना आमा बाउ मेहनत गरेर आफ्नो सन्तानहरूको निम्ति कसो गरेर हुन्छ, के गरेर हुन्छ दुःख गर्छन्। समय दिन सकिराखेको हुँदैन तर पनि उनीहरू दुःख गर्छन्। आफ्नो दुई छोराहरूलाई उनीहरूले सकेसम्म राम्रै प्रकारले उनीहरूले पालिराखेका हुन्छन्। छोराहरू हुर्किँदै जान्छ। यसै ठाउँमा आएर उनीहरूले विकसित राज्यमा आएर अमेरिकामा आएर उनीहरूले पढ्ने मौका पाए। उनीहरूले राम्रो पढे, आमा बाउ दुःख गरेको बावजुद पनि उनीहरूले आफ्नो राम्रो शैक्षिक कुराहरूलाई उनीहरूले अगाडि बढाए, राम्रो एजुकेसनमा बढ्दै गए। अनि एक दिन ठुलो छोरा जब उसले मास्टर्स गर्छ अनि मास्टर्स गरिसकेपछि जब उसले जबको निम्ति धेरै ठाउँ इमेलहरू पठाउँछ अनि त्यो इमेलहरू पठाएको ठाउँबाट दुईवटा ठाउँबाट उसलाई अवसर आउँछ। अनि त्यो दुईवटा अवसर चाहिँ यस्तो खालको अवसरहरू हुन्छन्। एउटा अवसर जहाँनिर चाहिँ उच्च तलब छ है, स्यालेरी एकदमै हाई पेड गर्दछ, तर त्यसको निम्ति उसको त्यो क्लजहरूमा हेर्दाखेरि के छ, उसको विश्वासको पनि जाँच हुने ठाउँ छ। त्यहाँनिर ऐश्वर्य कतिवटा कुराहरूसँग पनि उसले आफ्नो जीवनमा ऐश्वर्य कुराहरूसँग पनि सम्झौता गर्नुपर्ने है, कतिवटा झुटो रिपोर्टिङ्सहरू दिनुपर्ने। अनि अझै त्योभन्दा ठुलो कुरा उसले आइतबार चाहिँ साट्नुपर्ने, तर स्यालेरी एकदमै हाई छ। अनि अर्को इमेल आउँछ, स्यालेरी अलिकति कम छ तर त्यो एउटा ईश्वरीय कम्पनी छ, त्यहाँनिर उसले ढाँट छल गर्नु पर्दैन है, कसैको जीवनमा ढाँटेर उनीहरूले गलत कुराहरू बेच्नु पर्दैन या त गलत समाधानहरू उनीहरूले दिनु पर्दैन। स्यालेरी कम थियो, आइतबार पनि उसले ट्रेड गर्नु पर्दैन। उसको अगाडि दुईवटा यस्तो अवसरहरूको ढोका खोल्दछ। एकतिर उसको निम्ति यो विकसित ठाउँमा हाई स्यालेरीमा जिउन पाउनु उसको निम्ति राम्रो कुरा हो, तर उसले विभिन्न कुराहरू ऐश्वर्य कुराहरूसँग सम्झौता गर्नु पर्यो। अर्कोतिर तलब कम छ। अनि बेलुका खाना खाने बेलामा जब परिवार भेला हुन्छन् अनि छोराले भन्छ मलाई यो इमेल आएको छ, मलाई सल्लाह दिनुहोस् मैले के गर्नु। बाउले भन्छ छोरा हामीले दुःखको चरम सीमा अनुभव गरेर आएका छौँ, दुःख के हो भन्ने कुरा हामीले यति साह्रो अनुभव गरेका छौँ। के भन्छ अहिले पनि म दुःखै गरिराखेको छु। पैसा बडो महत्त्वपूर्ण छ हाम्रो जीवनमा। तैँले त्यो उच्च तलब भएको, धेरै तलब भएको कामलाई तैँले लिनुपर्छ। अनि आमाले भन्छ हो हामीलाई पैसा त जरुरत छ तर उसले आफ्नो विश्वासलाई दाउमा राख्नु परिराखेको छ, आइतबार उसले साट्नु परिराखेको छ। छोरा तँ प्रार्थना गर, म चाहिँ यही सल्लाह दिन्छु भन्छ। अनि त्यो मान्छे पनि बडो दोष हातमा पर्छ, के गरौँ कसो गरौँ। अनि ऊ प्रार्थनामा जान्छ। म विश्वासी परिवारको कुरा गर्दैछु। अनि ऊ प्रार्थनामा गएर त्यो रात प्रभुसँग सोध्छ उसले, प्रभु मेरो अगाडि अवसर आएको छ नि, यो अवसर तपाईँबाट नै हो मलाई थाहा छ, तर म के गरौँ। आज तपाईँ मसँग बोल्नुहोस् अनि मलाई तपाईँले सिकाउनुहोस् प्रभु मैले के गर्नुपर्छ, मैले के गरौँ। किनभने मैले उच्च तलब लिउँ भनेदेखिलाई मेरो आत्मा पनि भोलिको दिनमा गुम्छ भन्ने डर, अनि तपाईँ बिनाको मेरो आत्मै गुमाएर मैले पाएको सफलताको के नै अर्थ हुन्छ होला प्रभु भनेर उसले प्रार्थना गर्दै गर्दाखेरि प्रभुले उसलाई मत्ती 8:36 लिएर जान्छ, जहाँ प्रभुको वचनले भन्छ मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा चाहिँ गुमायो भने उसको लागि लाभ के हुन्छ होला। यस पृथ्वीमा बसुन्जेल है, यस संसारमा हुन्जेल शरीरको लागि त बहुमूल्य कुराहरू अफोर्ड गर्नलाई प्रशस्त सम्पत्ति त होला, तर एक दिन यो पृथ्वी छोडेर गएपछि त्यहाँ चाहिँ हाम्रो धेरै लामो जीवन छ। त्यसको लागि चाहिँ सबै कुरा गुम्यो भने के भने उसको भित्र पवित्र आत्माले त्यो विचारहरू लगाउन सुरु गर्नुहुन्छ। अनि त्यहाँबाट उसले त्यो दिन एउटा निर्णय गर्छ, होइन म मेरो इच्छा होइन तर म मेरो प्रभुको इच्छालाई माथि राख्दछु। अनि उसले त्यो दिन कम स्यालेरी भएको जुन कम्पनीबाट इमेल आएको थियो उसले त्यो कम्पनीलाई इमेल गर्छ, म तपाईँको अफरलाई एक्सेप्ट गर्छु भनिकन। अनि उसले त्यहाँनिर काम गर्न सुरु गर्छ। काम सानोबाट सुरुवात पक्कै भएको थियो, तर जब उसले केही वर्ष पछाडि आफ्नो जीवनलाई सब फर्केर हेर्दाखेरि उसले त्यो दिन चाल पाउँछ है। केही वर्ष अगाडि गरेको त्यो एउटा सानो गम्भीर देख्दाखेरि
मानिसको आँखाले देख्दाखेरि घाटा लाग्ने खालकै निर्णय देख्दाखेरि पनि उसले त्यो दिन र आजलाई फर्केर हेर्दाखेरि धेरै फरक पाउँदछ। ऊ कम्पनीमा फुल टाइम काम गर्ने मान्छे, उच्च ओहदामा पुगिसकेको छ। आत्मिक जीवनमा पनि ऊ बढेर मिसन्सहरू पनि गरिराखेको छ। एउटा सफल ऊ उच्च ओहदामा भएको, प्रमोटेड भएको, एउटा राम्रो हाई क्लासको पोर्टफोलियो सम्हाल्ने कम्पनीको त्यो ऱ्याङ्किङमा पनि उसले पुग्दछ। पछि विवाह हुन्छ, वैवाहिक जीवन पनि राम्रो हुन्छन्, उसको नानीहरू पनि राम्रोसँग बढेर जान्दछ। हेर्नुहोस् है, उसले त्यो दिन उच्च तलाब खोजेन, तर उसले उच्च आत्मिकी कुरालाई खोज्यो। त्यो चाहिँ के थियो भने परमेश्वरको इच्छालाई। हालेलुया। अनि आज म तपाईँहरूको बिचमा यो कथा अनि यो घटनाबाट एउटा विषयलाई लिएर बोल्न चाहन्छु। त्यो चाहिँ के हो भने हर कुरामा परमेश्वरको सिद्ध इच्छालाई खोज्नु जरुरी छ। आजको खण्ड हितोपदेश 3:5 र 6बाट हामी केही समय हेर्नेछौँ। यस प्रकार लेखेको छ, आफ्नो सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख र आफ्नै समझमाथि भर नपर। आफ्ना सबै मार्गहरूमा उहाँलाई मान, उहाँले तिम्रा बाटोहरू सिद्ध अनि सिधा तुल्याउनु हुनेछ। आमेन। म फेरि पनि पढ्दैछु, सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख। तपाईँले सर्कल लाउन सक्नुहुन्छ तपाईँको बाइबलमा। सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख। पार्सियल पनि होइन, अलिकति मात्रै होइन है, प्रभुलाई म यो कुरामा चाहिँ भरोसा गर्छु तर म यसमा चाहिँ गर्दिनँ, होइन। बाइबलले भन्छ सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा राख, आफ्नो समझमा भर नपर। किनभने के भन्छ, जब हामी आफैभित्र हेर्छौँ, हामीले आफैभित्र एउटा कन्फ्युज्ड, भ्रममा भएको, आफै त गन्तव्यहीन भएको मानिसदेखि अरू केही पनि भेट्टाउँदैनौँ। अनि एक दृष्टिविहीन व्यक्तिले अर्को दृष्टिविहीन व्यक्तिलाई डोर्याउन सक्दैन भनेर एउटा प्रख्यात भनाइ छ। जो व्यक्ति आफैभित्र आफ्नै समझमा ऊ कन्फ्युज छ, त्यो मान्छेले सही निर्णयहरू जीवनमा लिनै सक्दैन। अनि हितोपदेशको पुस्तकमा 3:5 र 6 लेखेको छ, आफ्ना सबै मार्गहरूमा पनि उहाँलाई मान, उहाँलाई इज्जत देऊ, सम्मान गर, उहाँले तिम्रा बाटोहरू सिद्ध तुल्याउनु हुनेछ। आमेन। जब हामी अलिकति हितोपदेशको पुस्तकको पृष्ठभूमिलाई हेर्छौँ, हितोपदेशको पुस्तक चाहिँ के भन्छ, राजा दाउदको छोरा सुलेमानले लेखेको भनिकन मानिन्छ। अनि यो चाहिँ ईसा पूर्व या त 10औं शताब्दीतिर लेखिएको पुस्तक हो। अनि यो पुस्तकले चाहिँ भावी पुस्ताहरूको लागि, भावी इजरायली पुस्ताहरूको लागि र युवा आउने जवान अगुवाहरूको लागि के भन्छ, बुद्धिमा र शिक्षामा दिन भइकन लागिरहन एउटा उत्साहपूर्वक लेखिएको पुस्तक हो। जब तपाईँले हितोपदेशलाई पढ्नुहुन्छ, त्यहाँ ज्ञानको कुराहरू तपाईँले भेट्नुहुन्छ। एउटा व्यक्तिले है कुन कुरालाई पछ्याउनु पर्ने हो, सिद्ध कुराहरू, ज्ञान, बुद्धि र समझका कुराहरू लेखिएको छ। तपाईँ कतिले हितोपदेशको पुस्तकलाई पढ्नु भएको छैन होला, तर म तपाईँलाई भन्दछु, यस पृथ्वीमा आएको मोटिभेसनल बुक्सहरूभन्दा सबभन्दा सुपिरियरमा तपाईँले बुक अफ प्रोभर्ब्सलाई राख्न सक्नुहुन्छ। किनभने जीवनका उत्तम कुराहरू, जीवनको मानव जीवनमा चाहिने अनि एउटा सही ईश्वरीय जीवन जिउन चाहने हरेक मान्छेहरूको निम्ति सिद्ध मोटिभेटिङ वर्डहरू पनि तपाईँले यहाँनिर भेटाउनुहुन्छ। आमेन। अनि जब हामी हितोपदेश 1देखि लिएर 9सम्म हामी पढ्दछौँ, यहाँनिर एउटा पिताले आफ्नो छोरालाई दिएको एउटा आत्मिक काउन्सिलिङ या त परामर्शको बारेमा हामी देख्दछौँ, जसमा जीवनका दैनिक निर्णयहरूमा मूर्खतालाई त्यागेर बुद्धिलाई छनौट गर्ने आग्रह गरिएको छ। हितोपदेश 3 अध्याय विशेष गरी परमेश्वरसँग बाँधेको करारप्रति इमान्दारी हुन, परमप्रभु माथि नै निर्भर हुन र आज्ञा पालनबाट प्राप्त हुने आशिषहरूको बारेमा जोड दिएको हामी पाउँदछौँ। यो पदहरूले बाइबलीय बुद्धिको सारलाई समेट्छ। साँचो दिशा या त साँचो निर्देशन केवल मानवीय बुद्धिबाट मात्रै प्राप्त हुँदैन, तर परमप्रभुमाथि पूर्ण हृदयले जब भरोसा गरिन्छ तब आउने आशिषहरूको बारेमा हामी हितोपदेशमा देख्दछौँ। त्यहाँ त तपाईँले के भन्छ, मिठो मिठो बाणीहरूलाई तपाईँले पाउनुहुन्छ। बाइबलमा नि हामीले अहिले सर्वे गर्दैछौँ, तपाईँलाई थाहा छ कतिवटामा स्क्रिप्चर चलाएको छ, कतिवटामा प्यारेबल्सहरू चलाएको छ, यस्तो थुप्रो कुराहरू लेखिएको छ। अनि स्पेसली हितोपदेशको खण्डहरूलाई चाहिँ बाणीहरू भनेर भन्दछ। बाणी भन्ने शब्दहरू चलाएको छ यो चाहिँ मान्छेको जीवनमा। अनि यस कारणले गर्दाखेरि यो खण्ड 3 अध्यायसम्म जब आइपुग्छ, तब राजा सुलेमानले एउटा आउँदो पुस्ताको युवाहरूलाई दैनिक जीवनमा हामीले कसरी परमेश्वरमाथि भरोसा गर्ने अनि परमेश्वरमाथि राखेको करारलाई चाहिँ कसरी हामीले स्थापित गर्ने भन्ने कुराको बारेमा शिक्षा दिएको छ। अनि त्यो भन्दै गर्दाखेरि 5 र 6मा आइपुग्दा चाहिँ भन्छ, सफल हुनु हो भनेदेखिलाई तिम्रो
पूर्ण हृदयले चाहिँ परमप्रभुमाथि नै भरोसा गर्न सिक्नुपर्छ। एउटा भर्खर जन्मिएको बालकले हिँड्नलाई आफ्नो बाबु आमा या त आफूभन्दा ठुलो व्यक्तिको हात पक्रेर जुन भरोसा गर्छ त्यो भरोसा गर्न सिक्नुपर्छ। आमेन। सम्पूर्णतया केही पनि फिल्टर नलगाइकन चाहिँ परमेश्वरमाथि पुरा भरोसा राख्ने मान्छे सफल मान्छे हुन्छ। हालेलुया। अनि म तपाईँलाई के भन्न मन पराउँछु भने हाम्रो जीवनमा गर्ने हरेक निर्णयले एउटा न एउटा दिशालाई निर्धारण गरिराखेको हुन्छ। वाट आई चुज इन लाइफ डेफिनेटली सेप्स अप माई लाइफ। मैले मेरो जीवनमा हरेक दिन गर्ने निर्णयहरूले नि म कहाँ जान्छु भन्ने कुरालाई देखाउँदछ। हामी हरेक दिन एउटा निर्णयको घडीमा हुन्छौँ। बिहान उठ्छौँ, काममा जाने नजाने, छोराछोरीलाई के गर्ने, आजको दिन मैले के गर्नु भने हरेक दिन हाम्रो अगाडि डिसिसनको एउटा के भन्छ टाइममा हामी जान्छौँ। हामीले केही न केही कुरालाई भोलिलाई निर्धारण गर्दछ। तपाईँ आज जे हुनुहुन्छ नि त्यो हिजो गरिएको कुराको उपज हो। What you are today is because of every choices that you made yesterday. अघिल्लो दिनहरूमा तपाईँले के कुरालाई लिने फैसला गर्नुभयो त्यसैको उपज आज हुनुहुन्छ। तपाईँ हिजोको दिनमा नपढ्ने निर्णय गर्नुभयो, तपाईँ आज त्यही भएर के भन्छ तपाईँ कतिवटा कुरामा सङ्घर्ष गर्नुहुन्छ, तपाईँ इलिटरेट हुनुहुन्छ, अशिक्षित हुनुहुन्छ। किन? हिजो तपाईँले कि त सिक्न चाहनु भएन कि त सिक्ने अवसर पाउनु भएन। हिजो तपाईँको जीवनमा सही लगानी भएन, त्यस कारण आजको दिनमा तपाईँ सङ्घर्ष गर्दै हुनुहुन्छ प्रियहरू। अनि म तपाईँलाई के भन्न मन पराउँछु भने जब पनि नि हितोपदेश लेखकले परमप्रभुमाथि भरोसा राख भनेर भन्दैछ नि, परमेश्वरको मा भरोसा राख्नाले सफलता मात्रै ल्याउँदैन तर हरेक मान्छेलाई परमेश्वरसँग जोडी राख्दछ। किनभने उसको विचार, उसको मन, उसको हरेक कुरा चाहिँ परमेश्वरसँग नै अडिएर बसेको हुन्छ। उसको जीवनमा आउने हरेक निर्णयहरू चाहिँ उसले परमेश्वरबाट लिएर आउँदछ। हामी यस्तो संसारमा जिउँछौँ जहाँ हाम्रो निम्ति एभ्री डे यति साह्रो फेसिलिटिजहरू छ, यति साह्रो हाम्रो अगाडि के भन्छ शैतानले हामीलाई सफलताका क्षणिकदेखि नै सफलताका कुराहरू लिएर आउँदछन्। अनेस्टली भन्छ हिजो हामी बिजनेसको गफ गरेर आउँदै थियौँ। हामी मिशिगनबाट आउँदै गर्दाखेरि कुशल भाइ हामी के बिजनेसको गफ गर्दै थियौँ। आज इन्भेस्ट गर्नु हो भनेदेखिलाई एउटा यस्तो बिजनेस छ जो चाहिँ केही समयमा नै डेभलप हुन्छ। हामीले हाम्रै समाजमा देखेका छौँ कतिजना मान्छेहरू उनीहरूले एउटा स्टोर खोल्यो, केही समय पछाडि अर्को स्टोर खोल्दैछ, फेरि अर्को स्टोर खोल्दैछ, किनभने त्यहाँनिर क्विक मनी आउँदैछ। एउटा विचारले हेर्नु हो भने अहिलेसम्म चर्च किन्नको लागि उठेको पैसा त्यो बिजनेसमा इन्भेस्ट गर्नु भन्दा अर्को वर्ष त पैसा डबल हेर्दाखेरि कति क्षणिकमा एकैछिनमा हामी सक्सेसफुल देखिने बिजनेसहरू हाम्रो अगाडि छ, हो कि भन्नुहोस् त? त्यो निर्णय गर्नु पनि सक्छौँ। तर त्योहरूको बिचमा पनि नि जब हामी ईश्वरमाथि भरोसा आय स्रोतको लागि हाम्रो जीवनमा के भन्छ आउने सफलताको लागि जब हामी प्रभुको बाटो हेर्छौँ र प्रभुलाई पर्खन्छौँ, परमेश्वरले हामीलाई त्यस्ता निर्णयहरूदेखि बाहिर निकाल्नुहुन्छ। आमेन। कतिजना आँखा अगाडि अहिले $50,000 देखि $70,000 कतैबाट निकाल्नु सक्यो भने अबको 1 वर्षमा 2-3वटा त्यो खालको स्टोरको हामी मालिक हुन्छौँ। अनि त्यो अपर्च्युनिटी छ आजको दिनमा। तर मलाई सफलता ल्याउने कुरा भन्दा पनि ठुलो कुरा चाहिँ नि के त्योभित्र परमेश्वरको इच्छा छ, यो चाहिँ सबैभन्दा ठुलो कुरा हो। प्रभु येशूले पनि नि गेत्सेमनीको बगैँचामा भन्नु चाहिँ भएकै हो, परमेश्वर पिता मिल्छ भने तपाईँले यो कचरो मदेखि बाहिर निकालिदिनुहोस्, नभनेकै र भनेकै हो। तर प्रभुले एउटा शक्तिशाली स्टेटमेन्ट के गर्नु भने तर मेरो होइन तपाईँको इच्छा पुरा होस्। आमेन। हालेलुया। अनि बाइबलमा अर्को खण्ड पनि छ, अस्तिको हप्ता पनि मैले तपाईँलाई भने मलाई के भन्छ मलाई प्रभु प्रभु भन्नेहरू सबै स्वर्गको राज्यमा जाँदैनन् भन्छ बाइबलले, तर ती जसले मेरो पिताको इच्छालाई पालन गरेको छ र पुरा गरेको छ। इट्स नट अबाउट ओन्ली द नेम अफ जिजस बट द विल अफ गड। परमेश्वरको इच्छा चाहिँ छ कि छैन त भन्ने कुरा चाहिँ सबैभन्दा ठुलो कुरा हो। हालेलुया। अनि जब हामी परमेश्वरमाथि भर पर्दछौँ उहाँले हामीलाई डोर्याउनुहुन्छ। अनि बाइबलले भन्छ धन्य हो त्यो मानिस जसले परमप्रभुको बाटो हेर्छ, धन्य हो त्यो मानिस जसले परमप्रभुको सल्लाह लिन्छ। आमेन। म यो भन्दै गर्दा सम्झना गर्नुहोस् तपाईँले कुन कुन कुराहरू तपाईँको लाइफमा डिसिसन लिँदै हुनुहुन्छ जुन चाहिँ तपाईँको विचारबाट उत्पादन भएर आउँदैछ। हरेक मानव विचारबाट उत्पन्न भएर आएको कुराले चाहिँ कि त हामीलाई विध्वंसतिर लिएर जान्छ या त क्षणिक त्यो सक्सेसफुल देखे पनि वास्तवमा यदि परमेश्वरको इच्छा चाहिँ त्यो होइन भनेदेखिलाई त्यसले केही पनि फलिफाप चाहिँ परमेश्वरको अगाडि गर्नेवाला छैन। आई मे लुक सक्सेसफुल I may look successful in my sight and in the sight of other people. But the main question here is it the will of God? Is what I am doing right now, is it the will of God? म जे अहिले गर्दैछु के त्यो परमेश्वरको इच्छा हो त? परमेश्वरको इच्छा चाहिँ हाम्रो जीवनमा
आरोग्यता हो। परमेश्वरको इच्छाले चाहिँ हामीलाई जहिले पनि आशिषतिर लिएर जान्दछ। यही कारण हितोपदेश लेखक सोलोमनले हितोपदेश 5 अध्यायको 6 र 5 यही भन्न चाहेको, परमेश्वरलाई मान्यौ चाहिँ भने, परमेश्वरप्रति भरोसा चाहिँ गर्यो भने, आफ्नो समझदारी निकालेर सम्पूर्ण मार्गमा उहाँलाई नै छोडिदियो भने चाहिँ तिमीहरूलाई सफल पाउनेछौ। भने आशिष चाहिँ नि परमेश्वरको आज्ञाकारिताबाट जन्मिएर आउँदछ। आमेन। आशिष र आज्ञाकारिता चाहिँ जोम्ले दाजुभाइ जस्तो हो, यो सँगसँगै कुद्छन्। होइन चाहिँ आज्ञाकारिताले जहिले पनि आशिषको ढोकालाई खोल्दछ। आमेन, आमेन, हालेलुया, हालेलुया। यसकारण परमेश्वरको इच्छा खोज्नु चाहिँ उहाँमा निर्भर पर्नु र उहाँमा आज्ञाकारी हुनु हो। यस कारणले गर्दाखेरि आज म तपाईँलाई यो खण्डहरूबाट उत्साह गर्न चाहन्छु। केवल नि तपाईँ हाम्रो जीवनमा नि हाम्रो अगाडि आएको हरेक कुरालाई छान्दै नजाउँ, तर हरेक कुरा जसमाथि ईश्वरको इच्छा छ त्यसलाई चाहिँ खोज्न सिकौँ। आमेन। एकजना व्यक्तिको बारेमा है, ऊ पनि गरिबीमा हुर्केको मान्छे, उसले आफ्नो स्नातक हाई स्कुल सक्यो, त्यस पछाडि ऊ डक्टर पढ्न चाहने, तर पनि उसले प्रभुलाई प्रार्थना गरेको छ, प्रभु म के गरौँ भन्दाखेरि तँ लयर पढ। आउट अफ माइन्ड, कहिले सोचेको पनि थिएन लयर भन्ने कुरा, तरै पनि उसले प्रभुको इच्छालाई सिरोपर गरेर उसले लयर पढ्यो। हि वक द वे हि नेभर थट अफ, उसले सोच्दा पनि नसोचेको त्यो ठाउँहरूतिर ऊ हिँड्न थाल्यो अनि प्रभुले उसलाई त्यहाँ सफलता दिनुभयो। जब ऊ लयर भएर आए, परमेश्वरले उसलाई यस्तो यस्तो केसहरू दिन थाल्नुभयो अरे, जुन केसहरू चाहिँ नि वर्षौँदेखि पेन्डिङ भएर लुकाएर राखिएको थियो, परमेश्वरले त्यो छोरालाई त्यो ठाउँतिर पनि चलाउन थाल्नुभयो। अनि परमेश्वरले उसलाई त्यो ठाउँबाट त्यसरी चलाउँदै गर्दा मानिसहरूको वर्षौँदेखि लुकेका ती, वर्षौँदेखि दबिएका ती जब फैसलाहरू हुन सुरु गरे, उसले त्यो मानिसहरूको जीवनमा नि फैसलाद्वारा असल कार्य मात्रै गरेन रहेछ, तर उसले प्रभुको वचनको बिउ पनि छर्न लागेको छ। यस कारणले गर्दाखेरि नि प्रभुको इच्छाभित्र चाहिँ नि उहाँको उद्देश्य पनि हुन्छ। यस कारणले हामीले उहाँको इच्छालाई खोज्नु जरुरी छ। हालेलुया। क्रुसको मृत्यु परमेश्वरको इच्छा पेनफुल पक्कै थियो, तर त्यो पछाडि चाहिँ समस्त पृथ्वीको उद्धार अनि मुक्ति जोडिएको थियो। त्यो मान्छेले नि डक्टर पढ्नु चाहेको भए, पढेको भए पनि उसले राम्रै गर्ने हो, मान्छेलाई मेडिकल है त्यताबाट सहायता पुर्याउनु पनि राम्रै कुरा हो, तर त्यो वर्षौँदेखि मानिसले न्याय नपाएर दबिएर आशाहीन भएर अत्याचारमा बसेका मानिसहरूलाई चाहिँ कसले छुटाउँथ्यो त? हेर्नु है, पेनफुल यात्रा थियो, कहिले नसोचेको यात्रा पक्कै थियो, तर पनि परमेश्वरको इच्छालाई जब उसले लियो, उसले मानिसहरूको जीवनमा आशिष ल्याएको छ। यस कारणले गर्दाखेरि नि म मेरो जीवनमा के गर्छु भन्दा पनि नि मेरो परमेश्वरले मेरो जीवनबाट के गरेको इच्छा गर्नुहुन्छ, यो प्रश्न चाहिँ गम्भीर प्रश्न हो। वास्तवमा मैले आय स्रोत गरेर ल्याएको पैसाले, यो पैसामाथि परमेश्वरले के इच्छा राख्नुहुन्छ, त्यो चाहिँ वास्तवमा साह्रै नै असल अनि एउटा क्रिस्चियनले, परमेश्वरको छोराछोरीले गर्नुपर्ने प्रश्न हो। हालेलुया, हालेलुया। आमा बाबुहरू यहाँनिर हुनुहुन्छ, तपाईँको छोराछोरीले कमाएर ल्याउनु, म काकीलाई सोध्छु ल, युनिसले जो पनि अहिले काम गरिराखेको छ, उसले कमाएको पैसा जति सबै महिनामा ल्याउँदै तपाईँलाई दियो भने तपाईँलाई कस्तो लाग्छ? मम्मी राखिदिनु, अनि तपाईँले मलाई कहाँ चलाउनु पर्ने तपाईँले भन्नु भने कस्तो लाग्छ काकीलाई? हो कि कस्तो खुसी लाग्छ होइन? यसरी नै हाम्रो जीवनमा भएका हरेक योग्यता, हाम्रो जीवनमा परमेश्वरले गर्न चाहेको कुरा जब हामी उहाँकै अगाडि राखेर भन्छौँ, प्रभु तपाईँ लिनुहोस् अनि तपाईँले भन्नुहोस् मैले के गर्नुपर्छ, परमप्रभु त्यो कुरामा खुसी हुनुहुन्छ। आमेन। अनि परमप्रभुले डोर्याएको बाटो चाहिँ कहिले पनि विनाशमा पुर्याउँदैन, त्यसले चाहिँ तपाईँ मलाई आशिषमै पुर्याउँछ। आमेन। खालि ठुलो ठुलो बिजनेसको निर्णयको कुरा मात्रै होइन, तर एभ्री डे म उठ्दै गर्दाखेरि प्रभु आजको दिन तपाईँले मेरो जीवनमा के इच्छा राख्नुहुन्छ, म काममा त जाँदैछु प्रभु, तर वाट इज योर विल ओभर माई लाइफ, यो सानो सानो प्रश्नले पनि नि परमेश्वरको मुहारमा चाहिँ खुसी ल्याउँदछ। यसले चाहिँ के देखाउँदछ भने नि हामी परमेश्वरको आज्ञाकारी छोरा अनि छोरीहरू हौँ। हालेलुया, हालेलुया। यस कारणले वाट वी चुज टुडे इज भेरी भेरी इम्पोर्टेन्ट। के चाहिँ छान्छौँ हामी, त्यो बडो महत्त्वपूर्ण कुरा छ। हालेलुया। अब कसरी चाहिँ म परमेश्वरको सिद्ध इच्छालाई खोजी गर्नु सक्छु त? त्यसो भए म केही टिप्सहरू तपाईँलाई दिन्छु, केही उत्साहका खण्डहरू म तपाईँलाई दिँदछु। मैले दिने समाधान, एउटा क्रिस्चियनले दिने समाधान चाहिँ परमेश्वरको वचनबाटै निस्कनुपर्छ। कसरी परमेश्वरको सिद्ध इच्छालाई खोज्ने? हेर्नुहोस् है, मैले फेरि पनि म तपाईँलाई भन्दैछु, सिद्ध इच्छा जीवनका हरेक निर्णयहरूमा, सायद त्यो हाम्रो काममा हुनसक्छ, प्रभु म कुन काम गरौँ, कुन कम्पनीमा मलाई तपाईँले काम गरेर चाहनुहुन्छ, प्रभु तपाईँले मलाई तपाईँको इच्छा अनुसारको काम जुटाइदिनुहोस्, प्रभु म कुन कलेज जाउँ, प्रभु म के फ्याकल्टी लिएर पढौँ, प्रभु म कुन खालको बिजनेसलाई स्टार्ट गरौँ, प्रभु म कस्तो सम्बन्धमा बसौँ, म कस्तो व्यक्तिसँग वैवाहिक जीवनमा बाँधियौँ, प्रभु मेरो लागि तपाईँले राखेको श्रीमान या त श्रीमती कस्तो छ। सो कसरी परमेश्वरको सिद्ध इच्छालाई खोज्ने? पहिलो कुरा, सबैभन्दा पहिले
परमेश्वरको खोजी गर्नुहोस्। इच्छाभन्दा अगाडि पहिला परमेश्वरको खोजी गर्नुहोस्। हालेलुया। हेर्नुहोस् है, कन्ट्राडिक्सन छैन है यो। परमेश्वरले के गर्नु चाहनुहुन्छ भन्नुभन्दा अगाडि चाहिँ त्यो गराउनु चाहने परमेश्वरलाई खोजौँ हामी। मत्ती 6:33 भन्दछ, तर पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर। सबैभन्दा पहिले परमेश्वरको राज्य अनि धार्मिकताको खोजी गर। हामी धेरैचोटि चाहिँ उल्टो छौँ। हामी सबै प्लानिङ्सहरू बनाउँछौँ, हामी सबै निर्णयहरू गर्छौँ, सबैलाई सुनाउँछौँ, अनि त्यहाँबाट चाहिँ हामी परमेश्वरको अगाडि लान्छौँ जस्ट सिल लगाउनुको लागि, जस्ट एप्रुभलको लागि। हामी चाहिँ उल्टो काम गर्छौँ। तर बाइबलले चाहिँ नि त्यसो भन्दैन। परमेश्वर चाहिँ खालि रबर स्ट्याम्प मात्रै होइन, हामीले लगेको कुरालाई यसो स्ट्याम्प हान्नको लागि मात्रै होइन, तर वी मस्ट बिगिन फ्रम गड। पहिलो कुरो नै हामीले परमेश्वरबाट सुरुवात गर्नु जरुरी छ। हालेलुया, हालेलुया। बाइबलले भन्दछ उहाँ हाम्रो गोठालो हुनुहुन्छ नि हामी उहाँका भेडाहरू हौँ। भेडाले चाहिँ जहिले पनि नि हामीलाई यस्तो प्रकारले नि, भेडा भन्ने शब्द त्यो फिगरेटिभली पनि त्यसरी चलाइदिएको छ, किनभने भेडाको स्वभावै त्यस्तो छ। ऊ आफै डोरिनै सक्दैन। अघिल्लोले जस्तो डरायो ऊ त्यस्तै डोरिने हो। तपाईँले कतिचोटि देख्नु नि हुन्छ होला, एउटा गेट हुन्छ, त्यो गेटमा अगाडिको त्यो एउटा भेडा चाहिँ बुत्रुक्क उफ्रेर जान्छ, बाँकी सबै त्यो जसरी अगाडि उफ्रियो त्यसरी बुत्रुक्कै उफ्रिँदै जान्छ। भेडाले चाहिँ जहिले अर्कोले के गर्छ त्यो आधारमा हिँड्छ। बाइबलले के भन्छ, उहाँ हाम्रो गोठालो हुनुहुन्छ अनि हामी चाहिँ उहाँका भेडाहरू हौँ। अनि गोठालोले चाहिँ भेडालाई सही निर्देशन दिनु सक्दछ। आमेन। जीवनको सफलता चाहिँ हाम्रो मानवीय छनौटहरूबाट होइन, तर परमेश्वरलाई पहिला राख्नबाट आउँदछ है प्रियहरू, किनभने उहाँ चाहिँ हाम्रो अगुवा हुनुहुन्छ। हालेलुया। अनि उहाँले चाहिँ हामीलाई जीवनको पानीहरूतिर डोर्याउनुहुन्छ, उहाँले चाहिँ हामीलाई जीवनको बाटोहरूतर्फ डोर्याउनुहुन्छ, उहाँले चाहिँ हामीलाई उन्नतिहरूतिर डोर्याउनुहुन्छ। यद्यपि उन्नतिसम्म पुग्ने बाटो परमेश्वरले कतिचोटि काँडाहरूबाट लिएर जानुहुन्छ होला, तर एन्ड रिजल्ट चाहिँ जहिले पनि परमेश्वरले हामीलाई सफलतामै पुर्याउनुहुन्छ। आमेन। एउटा क्रिस्चियन जीवन जो वास्तवमा सफलतामा जिउनु पर्यो। किन बाइबलमा जब पनि आदम र हव्वालाई परमेश्वरले बनाउनु भयो के भन्नुभयो, सबै कुरामाथि तिमीहरूले अधिकार गर, ह्याभ डोमिनियन ओभर एभ्रिथिङ, अनि तिमीहरू फल्दै फुल्दै र वृद्धि हुँदै जाऊ। फल्दै फुल्दै र वृद्धि हुँदै चाहिँ खालि सन्तानमा मात्रै होइन, तर हर इलाकामा चाहिँ तिमीहरू मौलाएर जानु भन्ने परमेश्वरको इच्छा थियो। आमेन। तर परमेश्वरदेखि बाहिरको मौलाउने कुरा चाहिँ होइन, परमेश्वरदेखि बाहिर चाहिँ होइन। हेर्नुहोस् है, एभ्रिथिङ मस्ट बिगिन विथ गड। सबै चिज चाहिँ परमेश्वरबाटै सुरु हुनु पर्दछ, किनभने उत्पत्ति 1 के लेखेको छ, इन द बिगिनिङ गड भनेर लेखेको छ। आदिमा परमेश्वर। आदिमा इच्छा छैन, तर आदिमा परमेश्वर। के परमेश्वर तपाईँको जीवनको पहिलो हुनुहुन्छ आजको दिनमा? यदि परमेश्वर तपाईँको जीवनको पहिलो हुनुहुन्छ भने तपाईँले लिने हरेक निर्णय चाहिँ उहाँबाटै बगेर निस्किन्छ। आमेन। हालेलुया। पैसा रुपियाँमा के परमेश्वरलाई तपाईँको पहिलो राख्नु भएको छ? परमेश्वरलाई नि पैसा रुपियाँमा पनि पहिलो राख्ने मान्छेले नि दशंश हृदय खोलेर ल्याउन सक्छ उसले, किन उसलाई थाहा छ यो परमेश्वरको। आमेन। यस कारणले गर्दा म तपाईँलाई के भन्न मन पराउँछु भने उहाँ हाम्रो असल गोठालो हुनुहुन्छ अनि उहाँलाई चाहिँ हामीले खोज्न सिक्नुपर्छ। नत्र भनेदेखि बाइबल यो पनि भनेको छ, तिमीहरू त बरालिएका भेडाहरू जस्तै भएका छौ, गोठालो बिनाका भेडाहरू जस्तो भएका छौ। साँच्चै नै यसो फर्केर हेर्ने वी आर भेरी भल्नरेबल। हामी वास्तवमा त्यस्तै नै छौँ। हामी जीवनको हरेक समय नै हामी निर्णयहरूमा गलत गरिराखेका हुन्छौँ। हामी क्रिस्चियन नै हो, तर जब हामी हाम्रो विचारबाट, मैले तपाईँलाई वर्ष अगाडि पनि भने, म आफैले मेरो विचारले गर्दाखेरि मैले धेरै हजार मैले लस गरेको छु मेरो लाइफमा। हेर्नुहोस् है, किन मलाई लाग्यो यसो हेर्दाखेरि यो पो बाटो हो त, फुल टाइम मिनिस्ट्री त यसले सस्टेन गर्छ होला। तर मैले परमेश्वरको इच्छा चाहिँ प्रार्थना नगरेको होइन, प्रार्थना गरेको, तर मैले पनि प्रार्थना चाहिँ कस्तो गरेँ, प्रभु मैले यो विचार गरेको छु, के भन्नुहुन्छ तपाईँ? त प्रार्थना गरेँ। तर अब कहिलेकाहीँ के हुन्छ भने हामीलाई जुन कुराप्रति बेसी मन लागिरहेको छ नि, हामीलाई भित्रबाट इमोसनले भन्छ यही हो परमेश्वरले भनेको। तपाईँलाई त्यस्तो भएको छ? कुनै कुरा तपाईँले मन पराउनु भने खालि त्यही देख्नुहुन्छ तपाईँले। मलाई कहिलेकाहीँ म योपालि यो गाडी किन्छु भने पनि रोडमा जान्छु, म सबभन्दा खालि त्यही गाडी पनि देख्छु म, जहाँ पनि स्पेसिफिक कलरसँग म देख्छु, किनभने हाम्रो ब्रेन चाहिँ त्यो प्रकारले ट्युन अप भएको छ। जुन कुरालाई मेरो हृदयले ठक्क मन पराउँछ नि, बेसी मायना दिन्छ नि, ठ्याक्क मेरो ब्रेनले क्याप्चर गरिहाल्छ, त्यो कुरालाई फिल्टर गरिहाल्छ। अनि हाम्रो ब्रेन यति साह्रो नि शक्तिशाली छ कि यसरी फिल्टर गरिदिन्छ त्यसले। त्यहाँनिर अरू बेला पनि कुदेकै हो नि त्यो गाडी, कति गाडी हाइवेमा कुद्छ नि, तर पनि टक्क त्यो ब्रेनले आँखालाई चाहिँ ठक्कैसँगले त्यही गाडीमा पुऱ्याइदिइहाल्छ। इफ गड इज आवर फर्स्ट, यदि परमेश्वर हाम्रो पहिलो हुनुहुन्छ भने हाम्रो ब्रेनले पनि, हाम्रो हृदयमा नै परमेश्वर पहिलो हुनुहुन्छ भने यहाँ पहिलो भएको कुरा चाहिँ ब्रेनले त्यसलाई ठक्कसँगले फिल्टर गरिहाल्छ अनि परमेश्वरकै कुराहरू खोजिरहन्छ। बाइबलले पनि यो भन्छ,
माथिका कुराहरूमा मन लगाऊ भन्छ। परमेश्वर चाहिँ सबैभन्दा पहिलो हुनुहुन्छ, सानोदेखि लिएर ठुलो निर्णयहरूमा। हालेलुया, हालेलुया। यसकारण नि परमेश्वरलाई पहिलो खोज्नुको अर्थ चाहिँ के हो भने नि, तपाईँ र मैले जवाफ दिनुभन्दा अगाडि या त कुनै कुराको प्रतिक्रिया गर्नुभन्दा अगाडि परमेश्वरलाई सोध्नु हो, प्रार्थना गर्नु हो, उपवासमा जानु हो, कदम चाल्नुभन्दा अगाडि परमेश्वरको उपस्थितिमा गएर पर्खनु हो। प्रभु तपाईँ के भन्न चाहनुहुन्छ त? वाट इज योर वर्ड फर अस? तपाईँको के चाहिँ छ विचार यसमा परमेश्वर? तपाईँ मैले के गरेको चाहनुहुन्छ? जब हामी यसो भन्न सुरु गर्छौँ अनि यसले चाहिँ हामीलाई नि भर हामीदेखि निकालेर परमेश्वरमाथि ठक्कै पुऱ्याइदिन्छ अनि त्यसले चाहिँ हाम्रो जीवनमा सफलता लिएर आउँदछ। पेसेन्स भन्ने कुरा चाहिँ यति साह्रो पर्छ हामीलाई, पर्खिनु साँच्चै साह्रै पर्छ। यद्यपि हामीले सानैदेखि सुनेकै हौँ प्रतीक्षाको फल मिठो हुन्छ, सुनेकै हौँ, तर पनि नि पर्खिनु चाहिँ साह्रो पर्छ। कसैलाई गरेर पर्खिनु भन्नु त कस्तो मजा आउँछ। अब मैले अहिले भन्दैछु पर्खिनु पर्ने छ, तर मैले पर्खिनु पर्ने मलाई पनि साह्रो पर्छ। किनभने त्यो पर्खाइ चाहिँ हामीले कहाँबाट नाप्दैछौँ भने ह्युमन एफर्टबाट नाप्दैछौँ। तर परमप्रभुमा भर पर्नु चाहिँ नि ढुक्क हुन, ढुक्क भएको हृदय चाहिँ पर्खिनु सक्दछ। आमेन, आमेन। यदि प्रभु येशू 2000 वर्ष अगाडि पनि म आउँछु भनेर जानुभएको मान्छे त आज पर्खिरहेछौँ भने, उहाँ आउने बाटो हेरेर पर्खिरहेको छौँ भने परमेश्वरको जवाफको लागि पनि हामी ढुक्क भएर बस्नु सिक्नुपर्छ। परमेश्वरलाई पहिलो राख्नु भन्नुको अर्थ चाहिँ यो हो। हामीले नि के भन्छ हतार लाउनु चाहिँ होइन प्रियहरू, किन हाम्रो परमेश्वर सिजन अनुसार काम गर्नुहुन्छ। 9 महिना पुरा पुगेर जन्मेको नानीलाई हेल्दी नानी भन्छ। दिएको समयभन्दा अगाडि जन्मेको नानीलाई नानी त नानी नै जन्मेको, तर उसलाई के भन्छ एउटा स्पेसल केयरमा राखेको हुन्छ। किनभने सिजन नपुगी जन्मिँदाखेरि ऊ फुल्ली प्रिपेयर भएको हुँदैन। धेरैचोटि परमेश्वरले हामीलाई मौनतामा पर्खाउनुहुन्छ, किन? ताकि फुलनेसमा पूर्णता भएपछि परमेश्वरले निकाल्न सकोस्। तर त्यो पर्खाइ बिचमा पनि हामीले परमेश्वरलाई खोज्नु चाहिँ छोड्नु हुँदैन। आमेन, हालेलुया, हालेलुया। यदि तपाईँको इच्छाले सबै सुख सुविधा खोज्छ भने पनि परमेश्वर म तपाईँको आज्ञा पालन नै रोज्छु भन्ने स्टेटमेन्ट एउटा प्रभुको छोराछोरीले गर्न सिक्नुपर्छ। हेर्नुहोस् है, अनि परमेश्वरबाट ढिलाइ हुनु भनेको चाहिँ उहाँले इन्कार गर्नु होइन, पर्खनु चाहिँ कमजोरीको चिन्ह होइन, मौनता भनेको चाहिँ परमेश्वरले त्यागेको पनि होइन। कहिलेकाहीँ परमेश्वरले तपाईँ हाम्रो जीवनमा नि निर्णयहरू ढिलो नै गरिदिनुहुन्छ ताकि तपाईँ र मेरो गन्तव्य चाहिँ उहाँले रक्षा गर्न सकोस्। हालेलुया। कहिलेकाहीँ प्रभुले हामीलाई होल्ड ब्याक गर्नुहुन्छ। सबभन्दा पहिलो कुरा उहाँको सिद्ध इच्छा खोज्नेहरूले चाहिँ परमेश्वरलाई पहिलो बनाउन सिक्नुपर्छ। एभ्रिथिङ स्टार्ट्स विथ गड। एभ्री डे व्हेन यु वेक अप डिक्लेयर इन द बिगिनिङ गड। सबैभन्दा पहिला परमेश्वर। आमेन। दोस्रो कुरा, परमेश्वर पनि तपाईँले बोलेको चाल पाउनु भयो, अब त्यसलाई फिल्टर चाहिँ कसरी गर्नु? म यो परमेश्वरकै इच्छा हो भन्ने कुरा चाहिँ म कसरी चाल पाउँ त? दोस्रो सत्यता, परमेश्वरको वचनलाई आफ्नो छान्ने यन्त्र बनाउनु, जसको अर्थ चाहिँ वचनमा लागिरहनु पर्यो, वचन पढिरहनु पर्यो, वचन सिकिरहनु पर्यो। पढ्दै नपढेको ठाउँबाट चाहिँ केही पनि निकाल्न सकिँदैन प्रियहरू। जुन बाटो हिँडेकै छैन त्यसको बारेमा थाहा पनि हुँदैन हामीलाई। सुनेको भरमा मात्रै हामी धेरैचोटि भ्रममा पर्न सक्छौँ। हेर्नुहोस् है। अनि दोस्रो तपाईँको जीवनमा नि नभई नहुने कुरा चाहिँ के हो भने परमेश्वरको वचनलाई तपाईँले प्राथमिकता दिन लाग्नुहोस् र तपाईँको जीवनमा हरेक कुरालाई परमेश्वरको वचनको फिल्टरले छान्न सुरु गर्नुहोस्। छपनी तपाईँको छपनी भन्दा कतिलाई पुरानो दिन याद आयो होला है। अब त्यो छपनीमा त्यो बेला के हाल्नु त्यता नसोच्नु, तर छपनीले के गर्छ तपाईँले त्यो याद गर्नुहोस् है। छपनीको विभिन्न काम थियो होइन। एक त जाँड छान्नु पनि थियो, अर्को कहिलेकाहीँ त्यो माथि कपडा हालेर यत्रो दुलो बना अलिकति यसो चारो ल्याएर माछा मार्नु पनि हुन्थ्यो होइन हो। कसैले मार्नुभयो त्यसरी माछा? म सानैदेखि माछा मार्ने सोखिन त होइन, तर माछा मार्नेहरूको पछि चाहिँ हिँडेको छु म कहिलेकाहीँ है। अनि मैले देखेको थिएँ त्यसरी। सो परमेश्वरको वचन पनि हाम्रो जीवनमा छान्ने यन्त्र बनाउनुपर्छ। के प्रभुको त्यो अडिन्छ, के प्रभुबाट होइन त्यो अडिँदैन। त्यो चाहिँ कसरी चाल पाइन्छ? जब हामी परमेश्वरको वचनलाई पढ्न सुरु गर्छौँ। परमेश्वरको वचनमा छ भने हामीलाई चेतना हुन्छ, ओहो यो परमेश्वरबाटको होइन रहेछ भनेर। भजन सङ्ग्रह 119 को 105ले भन्छ, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो भनेर परमेश्वरको वचनले भन्दछ। मार्गदर्शन गर्ने चाहिँ अब हेर्नुहोस् त, अहिले यो लाइटहरू यता पनि लाइट उता पनि लाइट लगाएर छ। किन? ताकि अनलाइनमा चाहिँ खालि मेरो दाँत मात्रै नदेखोस्, मेरो अनुहार पनि देखोस् भनेर होला नि होइन उनीहरूले। किनभने देख्छ नि त मलाई लाइटहरूले, हो क्या भन्नुहोस् है।
लाइटको काम के हुन्छ? जहिले पनि अन्धकारका कुरालाई ज्योतिमा प्रकट गर्दछ या त सिनमा ल्याउँदछ। परमेश्वरको वचन नि बत्ती अरे, बत्तीले उज्यालो दिँदाखेरि सही हिँड्नुपर्ने बाटो हामीलाई थाहा हुन्छ। हेर्नुहोस् है, अँध्यारोमा चाहिँ हामी स्टम्बल हुन्छ, हामी लड्छौँ, हामीलाई साह्रो पर्छ, निर्णयहरू घातक हुन्छन्, हामी फेलियरमा जान्छौँ। किन? अगाडि के छ हामीले देख्नै सकेनौँ। अन्धकारको कामले चाहिँ जहिले पनि फेलियरमा लिएर जाँदछ। तर परमेश्वरको वचनले चाहिँ हामीलाई मापदण्ड दिएको छ, यो सही हो, यो सही होइन, यो अन्धकार हो, यो अन्धकार होइन। जब वचनलाई हामी अपनाउन सुरु गर्छौँ, त्यसले चाहिँ हाम्रो जीवनमा छान्न सुरु गर्छ के सही अनि के गलत हो भनेर। आमेन, हालेलुया। किन परमेश्वरको कार्य चाहिँ कस्तो छ भने नि, उहाँले एक एक स्टेप देखाउनुहुन्छ। डल्लै प्रभुले सबै कुरा एकैचोटि देखाउनुहुन्न। किनभने म यो कुरा विश्वास गर्छु, प्रभुले नि युसुफलाई त्यो रात बिटाहरू, सबै बिटाहरूले उसको बिटालाई दण्डवत गर्दै गरेको पनि देखाएर, एक दिन दाजुभाइले खाडलमा हालेको पनि, मार्ने योजना पनि बनाएको, खाडलमा पसेको पनि, त्यहाँबाट बेचेको पनि, पोथिफरको घरमा गएर आरोप पनि लगाएको, त्यहाँबाट जेल पनि बस्नु पर्ने, अनि मात्रै प्रधानमन्त्री, सबै प्रभुले एउटै पिक्चरमा सर्टै देखाइदिनु मलाई लाग्छ युसुफ एक कदम पनि बढाउनेवाला थिएन। तर प्रभुले स्टेप बाई स्टेप, किनभने त्यो स्टेप बाई स्टेप खोल्दै गर्दा चाहिँ नि हामीलाई परमप्रभुप्रति भर पर्न सिकाउँदछ। हाम्रो परमेश्वरले डल्लै कुरा चाहिँ एकसाथमा देखाउनुहुन्न, उहाँले सिँढी 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 पार्दै लिएर जानुहुन्छ। अनि त्यो सिँढी सिँढी उक्लने चाहिँ परमेश्वरको वचनले हामीलाई देखाउँदछ अनि सिकाउँदछ। आमेन। परमेश्वरको वचन नै हाम्रो जीवनको मापदण्ड हो। किनभने वचनमा सर्लक्कै लेखिदिएको छ, यो गर्नु त्यो नगर्नु, यो ठिक हो त्यो ठिक होइन। अनि हामीले अहिले वचनको बारेमा पढि पनि राखेका छौँ। र वचन चाहिँ हाम्रो सबैभन्दा फाइनल अथोरिटी हो भने, यदि वचनले हो भन्छ भने हो, होइन भन्छ भनेदेखिलाई होइन, बिचको ओपिनियनले के म्याटर गर्नेवालै छैन। आमेन, हालेलुया। यदि कुनै कुरा धर्मशास्त्र विपरीत छ भने त्यो परमेश्वरको इच्छा होइन। बाइबलमा लेखेको त छैन त माछा दोकान नखोल्दा के हुन्न भन्ने त छैन लेखेको त खासै। तिमीहरूले एक दिन गेमको दोकान नखोल्नु भन्ने लेखेको छ बाइबलमा, तर माछा दोकानको बारेमा त लेखेको छैन त भन्ने। तर बाइबलले चाहिँ जुवाहरूको बारेमा लेखेको छ नि त, हो क्या भन्नुहोस् त। गलत प्रकारको आय स्रोतको बारेमा लेखेको छ नि त बाइबलले। सो यसो हेर्दाखेरि यदि यो बिजनेसले परमेश्वरको हृदय पनि टुटाउँदैछ र सारा मान्छेको परिवारहरू पनि टुटाउँदैछ भनेदेखिलाई म चाहिँ यसो हेर्दा सफल देख्दैछु। मेरो ब्याङ्क त बढ्दैछ, तर माथिको ब्याङ्क चाहिँ घटेकै हुन्छ प्रियहरू। सो परमेश्वरको वचनले देखाउँदछ। यदि वचनमा मिल्छ भने चाहिँ त्यो परमेश्वरको इच्छा हो, मिल्दैन भनेदेखिलाई चाहिँ अमेरिका हो बाँच्नु त परेले केही पनि हुनेवाला छैन। किनभने तपाईँ र मेरो परमेश्वर, बाइबलले के भनेको छ, आकाशका चराचुरुङ्गीहरूलाई न रोपेको देखेको छस्, न त कटनी गरेको देखेको छस्, तरै पनि परमेश्वरले खुवाएको छ कि छैन? यहाँ आउने साथ हामीले काम गरेको हो र। नेपालमा चित्राको के भन्छ त्यो परालको घर या त चित्राले ओत लागेको बाँसको भाटाले बनाएको घरहरूबाट निस्केको मान्छे अमेरिका जस्तो विशाल देशमा त्यही परमेश्वरको भरोसामै आएको, कसैले त केही त गर्ला नि त भनेर आएको परमेश्वरले आज सुसम्पन्न बनाउनु भएको छ भने आज एकछिनको क्षणिक इन्कमले नै हामीलाई, मलाई लाग्छ, बिलियनर चाहिँ बनाइहाल्दैन है। कतिहरूले तपाईँहरूले स्टकहरूमा पनि हाल्नुभयो होला। डिड यु प्रे बिफोर योर इन्भेस्टमेन्ट? तपाईँहरू कतिले इन्भेस्ट गर्दै गर्दाखेरि, अस्ति एउटा त्यो बिजनेस आयो एलएसएसीको बिजनेस है, बिचरा हाम्रो भाइले भन्दै थियो, एकजना उहाँको बाजेको पनि कति पैसा थियो अरे, सुहा पढे लेखेको एजुकेटेड मान्छेहरू है। मलाई अस्ति हाँस पनि उठ्यो है। म त्यो एलएसएसीको सुरु भएकै थिएन, अन्त म ट्याक्सको लागि गएको थिएँ 2024मा होला, 25को बिगिनिङमा। अनि त्यहाँबाट ट्याक्स गर्नेले चाहिँ ऊ भर्खर लागेर चाहिँ एलएसएसीमा त्यो स्कुटर बिजनेसमा, फेरि यो बिजनेस कस्तो बिजनेस, यहाँ प्रोडक्ट बेच्नुपर्ने होइन, विदेशमा प्रोडक्ट बेच्नुपर्ने, अनि त्यसले चलाएको चाहिँ मलाई यता इन्कम आउने। त्यो सुन्दै पनि अलिक कस्तो कस्तो थियो। तैँले मलाई एक दिन चर्च किन्छु भन्दै थिइस्, किनिस् भने, छैन किनेको भन्दा तँलाई आइज त म एउटा इन्कमको बारेमा भन्छु भने, ल त के भन, अब ट्याक्स त राम्रै गर्छ त्यो मान्छेले, लु नि त भनेर सुन्दै जाँदैछु। एकतिर त दामी लाग्दैछ, अरे 5,000 सुरुमा इन्भेस्ट गर्दाखेरि त फेरि देखाइ पनि हाल्यो, सुरुमा इन्कम अलिअलि आएछ भने, तर फेरि अर्कोपट्टि विचारले भन्छ, प्रभुको पवित्र आत्माले भन्छ नगर। सुन्नु त एकतिर त मजा लाग्दैछ, त्यसले देखाएको पनि मलाई आएको इन्कम, साँच्चै नै इन्कम पनि आएकै छ। तर फेरि पवित्र आत्माले भन्यो, डिबेट चाहिँ भयो मलाई, तर मैले भने होस् म गर्दिनँ। त्यो मान्छे त लागि पऱ्यो, त्यो पछाडि कति लागि पऱ्यो, ल कति लागि पर्नु भयो है। हेर्नुहोस् है, यो क्षणिक कुराहरूले नि कहिलेकाहीँ विश्वासको धुरन्धरहरूलाई पनि यताउता पारिदिन्छ है। डिसर्नमेन्ट चाहिँ भएन र फिल्टर चाहिँ गर्न सकिएन भने सुन्दाखेरि कस्तो दामी हुन्छ नि, म फुल टाइम मिनिस्टर चाहिँ टक्क बसी इन्कम आउँदाखेरि योपालि म नेपाल जान्छु मिसन भन्दा टक्क पैसा त्यहाँबाट सोचेर कसैलाई माग्नु पनि परेन।
सुन्दा त कस्तो दामी सुन्छ तर त्यो लङ टर्मै भएन। कतिजना कति हजार एकैचोटि टक्क ल्याप्स भइदियो। भनेपछि बिचरा उहाँ अगुवाहरूले पनि केही हुन्छ भनेर गरेको मण्डली पनि डुबे। मैले सुन्दै थिएँ कतिवटा मण्डलीमा विभाजनहरू पनि आए यो कुराले गर्दाखेरि। सो प्रश्न चाहिँ यो हो कि परमेश्वरको वचनमा चाहिँ त्यो कुराले वचनले चाहिँ के भन्छ यस्तो कुराहरूमा? हामीले जहिले पनि नि निर्णयभन्दा अगाडि प्रार्थना अनि डिसिजनमेन्टको लागि चाहिँ वचन खोज्नुपर्छ। अनि यदि परमेश्वरको वचनसँग मिल्दैन भने चाहिँ त्यो परमेश्वरको इच्छा होइन। आमेन आमेन। मलाई पनि कतिचोटि यस्तो कुराहरू आउँछ है, तैँले वेस्ट गरिस् तेरो टाइमहरू, विभिन्न कुराहरू आइराखेको हुन्छ, तर म प्रार्थना गर्छु, गरिराखेको छु, वात्तै कतिवटा कदम बढाएको छैन, एउटा दुईवटा कदमहरू बढाउँदैछु होइन। तर अब यस्तो त कति आउँछ, हेर्दा त ठिकै वेस्टै हो नि होइन। पढे लेखेकै मान्छे हो, पढ्नु जान्ने मान्छे नै हो, अलिअलि त दिमाग भएकै मान्छे हो, तर यसो हेर्दाखेरि वेस्ट देखिरहेको छ। तर यद्यपि परमेश्वरको राज्यमा त वेस्ट भएको छैन। परमेश्वरको लागि काम गरिराखेको छु। आज कतिवटा कमी देखिए तापनि परमेश्वरले भोकै राख्नु त भएको छैन। तर पनि कहिलेकाहीँ आँखा अगाडि साथीभाइहरू होइन, मलाई कहिलेकाहीँ म छक्कै पर्छु। तर आज कहिलेकाहीँ यसो हेर्छु केटाहरू कहाँ पुगिरहेको छ होइन। अरे हेर मान्छे हो नि त हामीलाई त कहिलेकाहीँ हुन्छ नि त त्यस्तो। म केटाहरू त कोही रियल्टर गरिरहेको छ, कोही अब हुन्छ नि लोन अफिसर गरिरहेको छ, केटाहरू त्यो सर्कल गरेर अहिले त उनीहरूले आफ्नै लोन फाइनेन्स के भन्छ इनहाउस ल्यान्डिङ सबै आँखाले एक प्रकारले हेर्दाखेरि त मलाई पनि कस्तो लाग्छ नि। कहिलेकाहीँ मलाई त्यो के भन्छ त्यसले मलाई क्यारी अवे त गर्दैन, तर मान्छे भएकोले विचार हुन्छ। कहिलेकाहीँ गाडीमा एक्लै गाडीमा कुद्दै गर्दाखेरि कहिलेकाहीँ हुन्छ नि विरक्ति जस्तो हुन्छ नि कहिलेकाहीँ। अरे साँच्ची फर्केर हेर्दा त परमेश्वरको सेवा गरिरहेको छु, तर त्योदेखि अर्थ केही पनि छैन भने जस्तो लाग्छ। तर फेरि भित्रबाट पवित्र आत्माले के भन्नुहुन्छ? दिस इज द हाइएस्ट करियर यु क्यान एभर गेट। यस पृथ्वीमा पाइने सबैभन्दा के भन्छ कामहरूमध्ये सबभन्दा सर्वोत्तम चाहिँ परमेश्वरको राज्यमा गर्ने काम हो भनेर पवित्र आत्माले भन्नुहुन्छ। अनि त्यहाँबाट फेरि त्यो विचारहरूलाई यसो निकाल्छु। नगर्नु भनेको नि हामी गर्नुपर्छ यस्ता कुराहरू, त्यो एरियाहरूतिर पनि हामी जानुपर्छ। तर हामी एभ्री डे त्यो निर्णयको एउटा घडीमा बसौँ, हुन्छ नि सेवकाई रिल्याप्स गरेर प्रभुतिर पो जाउँ, के भन्छ प्रभुदेखि गएर त्यता पो गरौँ, यस्ता विभिन्न निर्णयहरू हाम्रो अगाडि आइराखेको हुन्छ। तर परमेश्वरको वचनले जुन कुरालाई होइन भन्छ त्यो चाहिँ परमेश्वरको इच्छा होइन। जतिसुकै राम्रो किन नदेखियोस्, जतिसुकै भावनात्मक किन नदेखियोस्, यसो हेर्दा जतिसुकै फाइदाजनक किन नदेखोस्, परमेश्वरले नि तपाईँ र मेरो लागि वचनमा त्यो हुँदैन भनेको छ भने बोले पनि पेनफुल भए पनि परमेश्वरले बोलेको कुरालाई नै पछ्याउनु चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा। आमेन। किनभने यही शून्यताबाट परमेश्वरले एक दिन एक्सप्लोड गर्न सक्ने क्षमता परमेश्वरले राख्नुहुन्छ। आमेन। गरार जस्तो अनिकाल देखिएका ठाउँ नै परमेश्वरले 100 गुणा फल फलाउने ठाउँ बनाउँदै हुनुहुन्छ है। यस कारणले गर्दाखेरि सर्दा पनि प्रार्थना गरेर सर्नुहोस् है। कम्पनी सराई, बसाइ सराई, यी विभिन्न कुराहरू छ नि, हामी एभ्री निर्णय चाहिँ हामीले परमेश्वरको इच्छा हो कि होइन सोध्नु जरुरी छ। अनि मैले यो भन्दै गर्दाखेरि परमेश्वरको इच्छामा सर्नु पर्दैन भनेर परमेश्वरले सार्नुहुन्छ। अब्राहमलाई सार्नु भएको होइन, अब्राहमलाई सारेर ल्याउनु भयो अनि त्यो ठाउँमा परमेश्वरले स्थापित गर्नुभयो। कोही स्थापित गर्नलाई सर्नुपर्छ, कोही स्थापित भएको कुरालाई थामिराख्न सर्नु पर्दैन, किन परमेश्वरको इच्छा चाहिँ अचम्मको इच्छा छ। हालेलुया। यसकारण म तपाईँलाई भन्छ जति नै पेनफुल किन नलागोस्, यसो हेर्दाखेरि तपाईँले थुप्रो लस गरेर देख्ला। एभ्री लस फर गड इज अ गेन। परमेश्वरको लागि भन्नुहोस् त एकअर्कालाई हेरेर गुमाएको हरेक कुरा लाभ हो भन्नुहोस् त। परमेश्वरले चाहिँ उल्टो क्यालकुलेसन गर्नुहुन्छ। मानव आँखाले चाहिँ अर्कै क्यालकुलेसन गर्छ, तर परमेश्वरको क्यालकुलेसन चाहिँ फरक छ। हालेलुया हालेलुया। यसकारण कुनै पनि ठुलो निर्णय भन्दा अगाडि आफैलाई तपाईँले प्रश्न गर्नुहोस् के यो बाइबललाई मान्यता यता बाइबल मूल्य मान्यतासँग मेल खान्छ कि खाँदैन। यसले चाहिँ भोलिको दिनमा गएर पवित्र आत्माको फलहरू जन्माउँछन् कि जन्माउँदैनन्, यसले भोलिको जीवनमा परमेश्वरको मुहारमा खुसी ल्याउँछ कि ल्याउँदैन, यस्तो प्रश्नहरू गर्नु जरुरी छ। सो वचनलाई तपाईँले डिसिजनमेन्टको फिल्टरको रूपमा चलाउनु पर्यो। आमेन। तेस्रो कुरा चाहिँ तपाईँले के गर्नु पर्यो, पवित्र आत्माको शान्तिको पछि लाग्नुहोस्। कलसी 3:15ले भन्छ ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा शासन गरोस् भन्ने शब्द, रुल भन्ने वर्ड चलाएको छ। शासनको अर्थ चाहिँ अम्पायर जस्तै त हुन्छ, सिटी बजाउने हुन्छ नि, उसले डिरेक्ट गर्छ नि, डल्लै गेमलाई हो किन भन्नुहोस् त। पवित्र आत्मा हामीलाई दिनुभएको एउटा उत्तम वरदान हुनुहुन्छ। बाइबलले भन्दछ पवित्र आत्मा हाम्रो बेस्ट मेन्टर हुनुहुन्छ। यस कारणले गर्दाखेरि परमेश्वरको सिद्ध इच्छा खोज्ने मान्छेले चाहिँ पवित्र आत्माको पछि लाग्न सिक्नु पर्दछ। परमेश्वरलाई खोजी गर्नुहोस्,
वचनलाई तपाईँको नाप्ने यन्त्रको रूपमा मानिलिनुहोस् र हरेक दिन जुन पवित्र आत्मा तपाईँभित्र हुनुहुन्छ उहाँको निर्देशनलाई तपाईँले पछ्याउन सिक्नुहोस्। विवेकमा बोलिरहनु भएको हुन्छ, चेतनामा परमेश्वरले बोलिराख्नु भएको हुन्छ। कुनै कुरा गर्नुभन्दा अगाडि तपाईँभित्र एउटा प्रश्न चाहिँ उब्रिन्छ, वास्तवमा त्यो पवित्र आत्मा हो तपाईँसँग बोल्दै गर्नुभएको। हालेलुया। पवित्र आत्मालाई तपाईँको जीवनमा शासन गर्न दिनुहोस्। शासन चाहिँ पार्सल हुँदैन, शासन चाहिँ डल्लै हुन्छ, रुल गर्न दिनु। जस्तै कस्तो भने शासन गर्न दिनु भनेको चाहिँ नि बल्छीमा परेको माछा जस्तो हो। किन जब एउटा माछा बल्छीमा पर्छ, जति त्यो बल्छीदेखि ऊ टाढिनु खोज्छ त्यति उसलाई दुख्छ, तर ऊ त्यो बल्छी सँगसँगै आउनु चाहिँ दुखाइ कम हुन्छ। यद्यपि ऊ मृत्युमा पर्छै पर्छ, तर मैले मृत्युको कुरामा लिएर आउँदै छुइनँ, तर निर्भरताको कुरा गर्दैछु। जब हामी पवित्र आत्मालाई शासन गर्न दिन्छौँ भन्दैछौँ, पवित्र आत्मासँग जोडिनु पर्यो यस्तो प्रकारले कि पवित्र आत्मा जता जता जाँदै हुनुहुन्छ हामी त्यता त्यता। अनि पवित्र आत्माले चाहिँ तपाईँ र मलाई अपवित्र कुराहरूतिर कहिले पनि लिएर जानु हुन्न, यो चाहिँ ग्यारेन्टी हो। हालेलुया, हालेलुया। अनि धेरैचोटि हामीलाई दबाब हुन्छ प्रियहरू, जब हामी पवित्र आत्मालाई काम गर्न दिँदैन त्यो दबाबको बिचमा हामीलाई अशान्ति हुन सुरु हुन्छ। अनि दबाबले चाहिँ भित्रबाट एउटा आवाजले के भन्छ, अहिले नै हो गर्नुपर्ने, भोलिको दिनमा यो अवसर तँदेखि फ्याट्टै गयो भने के गर्ने, होइन? कहिलेकाहीँ हुन्छ नि हामीलाई त्यस्तो, गाडी किन्दा होस् या त हामीले केही सामान किन्दाखेरि हामीलाई त्यस्तो हुन्छ नि, अलिकति पर्खिन हामीलाई साह्रो पर्छ, हामीले भरे स्वाट्ट अर्को लगिदियो भने के गर्ने, यो सामान कस्तो होला, त्यता विचार धेर जाँदैन, तर भरे एउटा स्वाट्टै लगिदियो भने के होला, ला भरे मेरो भयो हेर्ने मैले मन पराएको त मान्छे भरे स्वाट्ट अर्को लगिदियो भने के होला, अब त्यो हुन्छ नि। अब धेरैचोटि चाहिँ हामीलाई त्यो दबाबले नि भोलि फेरि नपाइएला या त भरे अर्कोले लगिदियो भने, यस्ता दबाबहरूले हामीलाई धेरैचोटि हाम्रो जीवनमा गलत निर्णयहरूतिर लिएर जान्छ। यो चाहिँ दबाब हो, यसले चाहिँ अशान्तितिर लिएर जाँदछ। अरूभन्दा अगाडि चाहिँ तिमी बढ्नुहोस्, किन यसो हेर, अघि मैले भन्ने साथीहरूको कहानी, मभन्दा लद्दु साथीहरू चाहिँ कहाँ पुगिसक्यो, यसो हेर्दाखेरि त ओए तँ पो अहिले आएर त लद्दु भइस् त, तँ पो अहिले त गोक्तै भइसकिस् त भन्ने, यो चाहिँ दबाब हो, भित्र आन्तरिक द्वन्द्व हो। यो पवित्र आत्माले चाहिँ यस्तो ल्याउँदैन, परमेश्वरको वचनले चाहिँ यस्तो प्रकारले हामीलाई ल्याउँदैन। तर परमेश्वरको वचनले चाहिँ के भन्छ, फेरि नपाउला जस्तै तँलाई देखे पनि पर्खी, वेट अन्टिल यो सिजन कम्स, पर्खी जबसम्म तेरो ऋतु आउँदैन। किनभने परमेश्वरले चाहिँ बाइबलले भन्दछ उहाँको समयमा चाहिँ सबै कुरा सुन्दर बन्दछ, सब थोक सुन्दर बन्छ उनको समयमा, समयमा उनको समयमा। हामी चाहिँ समयको यता देख्छौँ, परमेश्वरले चाहिँ समयको पारिपट्टि पनि देखिसक्नुहुन्छ। किन बाइबलले के भन्छ, उहाँ अल्फा अनि ओमेगा हुनुहुन्छ, उहाँलाई सुरु पनि थाहा छ, उहाँलाई हामी आजमा जिउँदैछौँ, परमेश्वर अलरेडी अनन्ततामा जिउनुहुन्छ। यसो भोलि के हुन्छ उहाँलाई थाहा छ भने, भोलि के हुन्छ भन्ने मान्छेलाई चाहिँ पछ्याउनु राम्रो कि आज मात्रै थाहा हुने भित्र अन्तरात्मालाई चाहिँ के भन्छ, मान्छेको प्राणलाई चाहिँ पछ्याउनु राम्रो। धेरै फेलियर हाम्रो जीवनमा हामीले मानवीय विचारलाई पछ्याएको कारणले आएको, तर परमेश्वरलाई पछ्याउने मान्छेहरू चाहिँ जहिले पनि सफल भएका छन्। बाइबलमा हामीले हेऱ्यौँ भनेदेखिलाई युद्धभन्दा अगाडि जब उनीहरूले परमेश्वरको सल्लाह लिए उनीहरूले युद्धहरू जितेका छन्। परमेश्वरले भनेको कुराहरू जब उनीहरूले मानेका छन्, परमेश्वरले उनीहरूलाई सम्पन्नता दिनुभएको छ। तर जब परमेश्वरले भनेको कुरा मानेन, एक दिन सामुएलले त्यसै गरे, के भन्छ, साउलले त्यसै गरे, सामुएलले आएर चाहिँ गर्नुपर्ने जुन पनि काम थियो, सामुएल नआएको देख्दाखेरि उसलाई हतार भयो, भरे के हो भित्र यो कौतुलता दबाब के होला कसो होला, जुन पुजारीले गर्नुपर्ने काम स्वाट्टै आफूले गरिदियो। परमेश्वरको क्रोध आएको छ त्यहाँनिर। त्यो दिन साउलको जीवनबाट परमेश्वरको योजना उठेको छ। द्याट वान निर्णयले, एउटा निर्णयले गर्दाखेरि, यसकारणले गर्दाखेरि नि जब हामी हतार गर्छौँ नि, अशान्ति हामी भित्र आउँछ। यी भित्र शान्तिदाता पवित्र आत्मा हुनुहुन्छ, उहाँको दबाबमा होइन, तर हामी हाम्रो यस छिटो पाउनुपर्ने कुराको दबाबले हामी धेरैचोटि गलत निर्णयहरू गरिपठाउँछौँ। अनि गलत निर्णय गरेपछि हामी फेरि उल्टै परमेश्वरलाई कसो, प्रभु किन यस्तो हुन दिनुभयो, तपाईँले हामीलाई वास्तव परमेश्वरले हुन दिएको होइन। हाम्रो परमेश्वर यति साह्रो पवित्र आत्मा यति साह्रो भद्र हुनुहुन्छ कि उहाँले हामीलाई कहिले पनि जबरजस्ती गर्नुहुन्न, गर्न नसक्ने होइन, गर्न सक्नुहुन्छ, तर हि इज सो जेन्टल द्याट ही वुड नेभर। उहाँले नि त्यति नै ठाउँलाई अकुपाई गर्नुहुन्छ जति ठाउँलाई हामी उहाँलाई दिन्छौँ। यसकारण जब हामी पवित्र आत्माले डोरिनुपर्छ भन्दैछौँ नि, सम्पूर्ण शासन उहाँलाई दिनुपर्छ भन्दैछौँ नि, हाम्रो केही पनि हुनुहुँदैन, सबै उहाँको। उहाँले जता जता नाकमा सोलाएर ल्याउनुहुन्छ, माछा जस्तो उन्निएर आए जस्तो। हालेलुया। अनि शान्तिले चाहिँ भन्छ, भित्र पवित्र आत्माले चाहिँ भन्छ, यतातिर भन्छ छिटो गर छिटो गर, भोलि नपाउला, तर भित्र पवित्र आत्माले चाहिँ पर्खी
जे तेरो हो तैँले पाउँछस् है पाउँछस्, जे तेरो निम्ति बनिएको हो त्यो तैँले पाउँछ नै पाउँछस्, तैँले मलाई भरोसा गर भनेर पवित्र आत्माले भित्र हामीलाई अन्तरात्मामा बोलिराख्नु भएको छ। यदि तपाईँले लगातार चिन्ता, अन्यल र आन्तरिक बेचैनी महसुस गरिरहनु भएको छ कुरालाई लिएर भने परमेश्वरको वचनले चाहिँ रोकिनुहोस्। किन परमेश्वरको जब योजना आउँछ, परमेश्वरको इच्छा जब आउँछ, त्यसले चाहिँ हामीलाई अन्यलतामा लाँदैन। परमेश्वरको योजनाले चाहिँ अशान्तिमा लिएर जाँदैन। हेर्नुहोस् है, साधारण छ, तपाईँले वचनलाई कसरी बुझ्नु भएन भने पनि नि कुनै कुरा तपाईँ गर्न लाग्नु भएको छ, त्यसले तपाईँलाई बेचैनी ल्याउँदैछ, अशान्ति ल्याउँदैछ, तपाईँभित्र अन्यलताहरू पैदा गर्दैछ भने त्यो प्रभुबाट होइन। हेर्नुहोस् है, बाइबलले भन्छ हाम्रो परमेश्वर चाहिँ गण्डगोलको परमेश्वर हुनुहुन्न, हाम्रो परमेश्वर चाहिँ कन्फ्युजनको परमेश्वर हुनुहुन्न। हि इज सो डिटर्मिन्ड इन वाट हि डज। उहाँले गर्ने कुरा चाहिँ सिद्ध छ। आमेन, हालेलुया। अनि म तपाईँलाई यो पनि भन्न मन पराउँछु, हाम्रो अगाडि देखिएका हरेक खुला ढोकाहरू पनि परमेश्वरको योजनाहरू होइनन्। कहिलेकाहीँ परमेश्वरको योजनाहरू बन्द कोठाभित्र पनि हुन्छ, बन्द ढोकाहरूभित्र पनि हुन्छ। ढोका चाहिँ नि शैतानले पनि खोल्छ र परमेश्वरले पनि खोल्दछ। किन बाइबलमा दुईटै कुरा लेखेको छ, साँघुरो ढोका र फराकिलो ढोकाको कुरा गरेको छ। साँघुरो ढोका परमेश्वरपट्टिको ढोका हो, फराकिलो ढोका चाहिँ शैतानपट्टि। ढोका त ढोकै छ दुईपट्टि, यसो हेर्दाखेरि चमक धमक देखिने, यसो हेर्दाखेरि ओ वाउ भन्ने देखिने चाहिँ नि त्यो चाहिँ फराकिलो ढोकाहरू हुन्छ। त्यस कारणले गर्दाखेरि हामीले हामीभित्र पवित्र आत्मा हुनुहुन्छ नि, त्यो पवित्र आत्मालाई हाम्रो जीवनमा हामीले कार्य गर्न दिनुपर्दछ प्रिय। हालेलुया। किनभने पवित्र आत्मा हरेक दिन हामीसँग शान्त स्वरमा बोलिराख्नु भएको हुन्छ। पवित्र आत्मा चिच्याउनुहुन्न, पवित्र आत्मा चाहिँ भद्र हुनुहुन्छ, हि सो जेन्टल। उहाँ चाहिँ हामीलाई विस्पर गर्नुहुन्छ, सुस्केरामा पवित्र आत्मा बोल्नुहुन्छ। यसकारण धेरैचोटि नै हामी पवित्र आत्मालाई के भन्छ, पवित्र आत्माको अनुभव चाहिँ हामीले चिच्याउँदा मात्रै पवित्र आत्मा पसेको जस्तो हामीलाई लाग्छ। त्यो एउटा प्रकटीकरण हुन सक्ला, तर चिच्याउनु नै पवित्र आत्मा पसेको भन्न चाहिँ हामी सक्दैनौँ। किनभने कतिचोटि परमप्रभुले पवित्र आत्माले हामी शान्त रूपमा बोल्नुहुन्छ। यसकारण नै उहाँसँग समय बिताउन हामीले सिक्नुपर्छ। आमेन, आमेन, आमेन। अनि जब हामी उहाँसँग दिनौँ समय बिताउँछौँ र शान्त आवाज सुन्न सुरु गर्छौँ, त्यसको बादमा चाहिँ नि चिच्चाहाटहरूको बिचमा पनि नि त्यो मधुर त्यो सुस्केरा चाहिँ नि हामी सुन्न सक्छौँ। आमेन। त्यत्रो भुइँचालोहरू जाँदाखेरि पहाडहरू पल्टिँदा पनि एलियाले सुस्केरा सुनेको छ। वी हेभ टु ट्रेन अप आवर सेल्फ परमेश्वरलाई सुन्नको लागि। आमेन। कतिजना यो कोठामा यस्तो व्यक्तिहरू हुनुहुन्छ जसले परमेश्वरलाई पहिलो राखेर वचन आधारित जीवन जिएर पवित्र आत्मालाई कार्य गर्न दिएको कारणले सफल पाएको व्यक्तिहरू पनि यो कोठामा हुनुहुन्छ। म यो घोषणा गरेर या त म ग्यारेन्टी दिएर भन्न सक्छु। कतिजना यो कोठामा यस्तो पनि हामी छौँ जसले हामीले पवित्र आत्मालाई काम गर्न दिएन र हामीले असफलताको जीवनहरूलाई पनि जिएका छौँ। तर आज यी दुवै प्रकारको व्यक्तिहरूको निम्ति परमेश्वरको आवाज चाहिँ के हो भने हर कुरामा हामीले परमेश्वरको सिद्ध इच्छालाई खोज्न सिक्नुपर्छ। सिद्ध इच्छा खोज्नुको अर्थ यही हो, प्रभु तपाईँ के भन्नुहुन्छ। खाली खाता लिएर जानु उहाँको इच्छा खोज्नु भनेको चाहिँ, खाली पन्ना बोकेर गएर चाहिँ प्रभु तपाईँले भर्नुहोस् भन्नु हो उहाँको इच्छा खोज्नु चाहिँ। न कि सबै कुरा भरेर प्रभु एप्रुभलको स्ट्याम्प लगाइदिनुहोस् मात्रै होइन, प्रभु मैले यो मान्छेलाई मन पराएको छु प्रभु लगाइदिनुहोस् स्ट्याम्प, प्रभु मलाई यो स्कुल जान चाहन्छु लगाइदिनुहोस् स्ट्याम्प, प्रभु म यो पढ्न चाहन्छु लगाइदिनुहोस् मलाई स्ट्याम्प, प्रभु म यो गर्न चाहन्छु यो लगाइदिनुहोस् स्ट्याम्प होइन। प्रभु रबर स्ट्याम्प होइन, परमप्रभु सबै कुराको सृजना गर्ने परमेश्वर हुनुहुन्छ। उहाँले चाहिँ शून्यताबाट पनि नि केही कुरालाई सृजना गर्ने सक्ने परमेश्वर हुनुहुन्छ। सो आज तपाईँको जीवनमा नि तपाईँले के कुरालाई खोज्दै हुनुहुन्छ, तपाईँ के गर्न चाहनुहुन्छ भन्ने कुरा चाहिँ नि परमेश्वरको सिद्ध इच्छाबाट निस्किँदैछ। तपाईँले गर्दै गरेको कुरा के परमेश्वरको विचारसँग मेल खाँदैछ है। किनभने परमेश्वरसँगको इच्छामा मेल खाएका कुराले मात्रै अनन्ततालाई फरक पार्दछ। एक दिन प्रभु यीशुले परमेश्वरको इच्छा अनुसार बलिदान दिनुभयो, त्यसले अनन्ततालाई फरक पारेको छ। आमेन, हालेलुया, हालेलुया। यसकारण दीर्घकालीन सोच्नुहोस्, खालि एकछिन क्षणिक मात्रै भएन तर लङ टर्म सोच्नुहोस्। तपाईँको जीवनको हरेक निर्णयहरूमा परमेश्वरबाट आउने कुरा चाहिँ नि क्षणिक देखिँदैन, तर त्यो चाहिँ दीर्घकालीन हुन्छ। यो चाहिँ लङ टर्म इन्भेस्टमेन्ट हो। आमेन। गलाती 6:7-8ले भन्छ मानिसले जे छर्छ त्यसैको कटनी पनि गर्छ। किनभने यसमा धेरै लामो जाँदैन, किन अस्ति हामीले एउटा डल्लै वचन नै योबाट हेरिसकेका छौँ। हरेक निर्णय आज तपाईँको एउटा बिउ हो। अनि बिउको एउटा सिद्धान्त के हो भने बिउ उम्रिन्छ है, उम्रिन्छ। हालेलुया। अनि केही बिउहरू छिटो उम्रिन्छन्, केही बिउहरू बिस्तारै उम्रिन्छन्, तर सबै बिउहरू उम्रिन्छ है, उम्रिन्छन्। हालेलुया। यस्तो आउने कुराहरू नि क्षणिक मात्रै हो त्यो, तर दीर्घकालीन सोच्नुहोस्। अहिले नै नहोला, भोलि नहोला,
तर बिस्तारै हाम्रो जुन पनि परमेश्वरप्रतिको लगानी छ, परमेश्वरको इच्छालाई हामी खोज्दै जाँदैछौँ। आज पुरा भएको नदेख्दा पनि केही समय बादमा जब आउँछ त्यसले चाहिँ सफलता बोकेर आउँदछ। आमेन। यस कारणले गर्दाखेरि आज तपाईँले सोध्नुहोस् आफैलाई, मैले जीवनमा गर्ने हरेक निर्णयले मलाई प्रभुपट्टि लान्छ कि प्रभुदेखि टाढो लान्छ? मैले आज लिएको कदमले मेरो सम्पूर्ण समय चाहिँ परमेश्वरदेखि खाँदैछ कि परमेश्वरमा टेवा पनि पुग्दैछ? किन अन्ततः सम्बन्ध धेरै महत्त्वपूर्ण कुरा हो। आमेन। आजको निर्णय चाहिँ हाम्रो बिउ हो, यति बुझिराखेर जानुहोस्। अनि परमेश्वरको सिद्ध इच्छा चाहिँ साह्रै शक्तिशाली बिउ हो। एसाउको घटना, एकछिनको भोकमा त्यो मान्छेले आफ्नो श्रेष्ठ अधिकारै बेचिदियो। त्यो दिन त्यो मान्छेले आफ्नो अधिकार मात्रै साटेन, उसले पुस्तासम्म फरक पर्ने प्रभाव पारिदियो त्यो दिन एक बेला खाने कुरामा। आज के कुराको भोक छ तपाईँलाई? के कुरा तपाईँलाई छिट्टो खानु खोज्दै हुनुहुन्छ? के कुरा तपाईँलाई एकैछिनमा चाहिहाल्दछ? त्यही कारण हेर्नुहोस्, शारीरिक हिसाबमा पनि उपवास बस्न सिक्नाले चाहिँ नि हामीलाई एपेटाइटहरूबाट राम्रो डिसिप्लिन राख्दै गर्दाखेरि नि हामी कतिचोटि गलत निर्णयहरू गर्दैनौँ। त्यसरी आत्मिक जीवनमा पनि नि हामी यस्ता कुराहरूमा सतर्क हुन सिक्नुपर्छ। परमेश्वरको सिद्ध इच्छा खोज्दै गर्दा नि पेनफुल हुन्छ, त्यो मजा छैन होला शारीरिक आँखाले हेर्दाखेरि, तर यसैको अन्त मिठो छ, यसैको अन्त चाहिँ आशिषमय छ, यसैको अन्तले चाहिँ मौलाउन दिन्छ, यसैको अन्त चाहिँ वृद्धि हुन्छ अनि सफलता हुन्छ। हालेलुया। आज एसाउ जस्तो तपाईँ र म नहौँ। हामी एकैछिनको लागि हामी परमेश्वरलाई नसाटौँ। एकछिनको हाम्रो शरीरको के भन्छ अभिलाषा मेटाउनलाई पुस्तासम्म अनन्तसम्म पुग्ने गलत प्रभावहरू हामी नगरौँ प्रियहरू। परमेश्वरको वचनले नगर भन्छ भने पेनफुल भए पनि साह्रो पर्दैछ भने पनि नि हामी टक्क अडिन सिक्नुपर्छ। इट्स बिकज नट माई विल बट द विल अफ गड। सिद्ध इच्छाले सिद्धै कुरालाई जन्म दिन्छ। आमेन। हालेलुया। तत्कालीन सन्तुष्टिको निम्ति अनन्ततालाई हामी नसाटौँ प्रियहरू। एकछिनको भावनात्मक निर्णयले तपाईँ र हामीले पुस्तालाई पतन नगरौँ। किनभने थाहा छ तपाईँलाई, जेनेरेसनल कर्स, पुस्तासम्म बगी आउने श्रापको बारेमा तपाईँले बाइबलमा पढ्नु नै भएको होला प्रियहरू। बग्छै बग्छ। यसका आज तपाईँ र म के कुरालाई बगाउने, के बिउ रोपेर जाने तपाईँ र मेरो छनौट हो प्रियहरू। एउटा लेगेसी यस्तो छडौँ कि आउँदो पुस्तालाई पनि त्यसले प्रभाव पारेको होस्। अनि आज रोपेको बिउले हाम्रो अनन्ततालाई फरक पार्छ। त्यो बिउ चाहिँ परमेश्वरको इच्छा अनुसारको बिउ भएको होस्। आमेन। अन्तिममा सफलता र पछुतो बिचको भिन्नता भनेको प्राय एउटै निर्णय हो। एउटै निर्णयले कि त देब्रे कुदाउँछ कि त दाहिने कुदाउँछ प्रियहरू। तपाईँको आफ्नो गन्तव्यबाट आज एउटा यसको दूरीमा तपाईँ हुनुहुन्छ। के मेरो खातिर तैँले यो छोड्छस् भनेर प्रभुले भन्दै गर्दा एउटै निर्णय, कि त यस हो कि त नो। नोले पनि लानु त लान्छ, तर कता लान्छ तपाईँलाई थाहै छ। तर तपाईँको त्यो एउटा यसले इट विल टेक यु टु गड। यसले परमेश्वरतर्फ लिएर जाँदछ। धन्य हो त्यो मानिस जससँग परमेश्वर हुनुहुन्छ। धन्य हो त्यो मानिस जसको सर्वस्व सम्पत्ति नै परमेश्वर हुनुहुन्छ। परमेश्वर बाहेक उसको अरू केही पनि छैन। उसले मूल नै पक्रिहाल्यो, प्याकेज त ऊ पछि पछि आइ नै हाल्दछ। हालेलुया। तपाईँको एउटा गलत हुन्छले आफ्नो उद्देश्यमा ढिलाइ गर्न सक्छ। यसकारण केवल छनौटहरूको कुरा मात्रै होइन, परमेश्वरद्वारा डोराइनुहोस् प्रियहरू। आजको दिन म तपाईँलाई आह्वान गर्छु, तपाईँको व्यावसायिक कदम, तपाईँको सेवकाईको निर्णय, तपाईँको लगानी, तपाईँको स्थानान्तरण या त सर्ने कुरा, तपाईँको सम्बन्धहरू, तपाईँको पैसा रुपियाँ, यी सबै कुराहरूको बारेमा नि तपाईँले एकछिन अडिएर अब सोच्नुहोस्, प्रार्थना गर्नुहोस्, वचन खोल्नुहोस्। परमेश्वरको वचनले के भन्छ यो बारेमा? अनि जब परमेश्वरको वचन तपाईँले पाउनुहुन्छ, तपाईँको जीवनमा तपाईँले शान्तिलाई अनुभव गर्नुहुन्छ। सल्लाह माग्नुहोस् परमेश्वरबाट। अनि अनन्तता यो आज मैले गर्ने कुराले के कुरालाई उमार्छ याद गर्नुहोस्। अनि तपाईँले एउटै कुरा भन्नुहोस् जीवनमा, हरेक बिहानै उठ्दा, प्रभु मेरो होइन तर तपाईँको इच्छा पुरा भएको होस्। आउनुहोस् हामी आँखा बन्द गरौँ।